यो चाहिँ नयाँ बनाएको आज ओपन हो। यहाँदेखि उकालो पानी अलिकति बोकौँ होला हौ। नाति नै हो त्यो ल्याउनु त यता सबै ल्याउनु त। तपाईँले अब आज ढ्याङ्ग्रो ठोक्नु लागि सबजना आउनु भएको छ। आज ओपनिङ हो गाडी। हेलो दिदी। आज हामी कहाँ गएको अरे? मुन्दुमयक बाटो है कस्तो राम्रो के। यो बाटो पनि हामीले नै बनाएको है। निर्माण समितिले अहिले यस्तो मुदुम यस्तो निर्माण समिति छ। पहिला यस्तो थियो बाटो है यस्तो थियो जङ्गल, अहिले यस्तो बनाइदिनु भएको छ। अब माथि पुग्दाखेरि सबैजना घुम्न आउनु होला। रमाइलो छ, सबैजना आउनु होला। हाइकिङ जानलाई, वकिङ जानको लागि एकदम राम्रो छ। यो अर्गानिक बाटो हो। अर्ग्यानिक बाटो हो। यो ढुङ्गा पनि यो जङ्गल भित्रबाट निकालेको ढुङ्गा हो। किनभने यहाँ धुवा नि ल्याउन सकिन्न। अलिकति बाटोको समस्या, यातायातको समस्या त्यो भएर। तर यस्तो राम्रो चाहिँ यहाँनिर अहिले होइन बर्खायाममा किराको साउन्ड सुन्न पाइन्छ। हो बाटो मुन्दुमयक छ। यता पछाडि यताबाट आएको हामी। ढुङ्गा लड्यो ढुङ्गा। मुन्दुमयक हैन, याक्थुम मुन्दुमयक बाटो यस्तो चाहिँ याक्थुमको सानो केही भनौँ तपाईँलाई। यो जुन रेलिङ हाल्ने भन्नुहुन्छ नि, यो दुईपट्टि हाल्नुहुने कि एकपट्टि मात्र? एकपट्टि त्यो चाहिँ उयो सहयोग गर्ने भन्दैछ। वार्ड 15 नम्बरले गरेको त्यो। म चाहिँ के भन्छु भने त्यो 1300मा चाहिँ नि त्यो हालिराख्नुभन्दा लाइटरमा त के याक्थुम मुन्दुमयक पुगेको थिएँ वाउ छैन। यहाँ हेर्छु। पुग्यो फाइनल्ली। अब हाम्रो पूजा हुन्छ। पोसाक रेडी गर्दै याक्थुम मुन्दुमयकमा सबैजनालाई स्वागत छ। स्वागत छ होइन। याक्थुम मुन्दुमयक धरान महानगरपालिका। फोन गरेको थियो कि रिसाउँदैको हुनुहुन्थ्यो किन अब यो भाले पनि काट्ने है, रातो भाले के को लागि हो? हजुर संयोजकलाई भन्नुपर्छ हैन। संयोजक कि हाम्रो धामीलाई सोध्नुपर्छ। धामीले माग गर्नुभएको अरे नि त। हामीले चाहिँ हाम्रो यो नायनहरू मिक्सोहरू हैन। हजुर हजुर। अनि यसरी हामीले सर काली श्राप र लागेकोहरू चाहिँ आज शान्ति ग्रह शान्ति गर्नुको लागि चाहिँ हाम्रो लिम्बू समुदायले चिताएकोहरू हैन। हजुर हजुर। सो चाहिँ कुराहरू पुरा होस् भनेर चाहिँ यहाँ अब यो मुन्दुमयकमा हजुर पूजा गर्ने अनि उद्घाटन गर्ने भनेको छ। हुन्छ। तपाईँ हजुरको नाम? मेरो चाहिँ आवाजङ। आवाजङ आवाजङ लेखमान आवाजङ। ए निलिफादी पानी खाइसक्नु भयो? पानी पिइसक्नु भयो? गुड। बहिनीहरू पनि आइपुग्यो बल्ल, हाम्रो कलाकार बहिनीहरू। हामी लगेको पैसाको चाहिँ हामीले धुप ल्याएको थियौँ।
र तपाईँहरूले चढाएको पैसाको धुपले हामीले तपाईँहरूको मनको इच्छा हाम्रो अध्यक्षज्यूले यता पुरा गरिदिनुहुन्छ भगवान्ले पूजा गरिदिनुहुन्छ यहाँ अध्यक्षज्यूले लगायतका हाम्रो छोरीचेलीहरूले यहाँ यो पूजाको तपाईँहरूले यो चढाएको पैसाको यो चाहिँ हामी धुप ल्याएको थियौँ र अहिले धुप हामीले बाल्दै थियौँ है त होइन अझै त्यही होइन त हाम्रो यो हजुर यही हो अब सबैको उहाँबाट यहाँ बालिँदैछ के अरे नेपाल युके हङकङ क्यानाडा युएसए हजुर सबैको नामबाट चाहिँ हजुर एक राउन्ड 2 राउन्ड हान्नु यताबाट 1 राउन्ड 3 राउन्ड हो खासमा न 1 राउन्ड घुम्दा 3 राउन्ड हानौ हामीहरु 1 राउन्ड हाम्रो पूजा हुँदैछ यहाँ अध्यक्षज्यूले माला अर्पण गर्नुभयो अब सुरु भयो खाल पिट्लेको ढेङ्ग्रो यो चाहिँ तल होइन यो तल हेलो हेलो एनटिसी को त छ होला साथी बल्बी हुन्छ धन्यवाद चाब्रुङै होला भात कुखुरा त तल हो फ्याल्ने भाले के हुँदैन कि यो पक्रेर मर्नु हजुर दशा गरेर सबै जाओस् उहाँको पछाडि पछाडि हाम्रो एमा साम्बाहरू त्यस्तै गरी त्यस पछाडि केलाङ समूहहरू आइरहनु भएको छ उहाँहरूलाई जोरदार तालीले स्वागत गरिदिनु हुनको लागि हामी अनुरोध गर्न चाहन्छौँ व्यक्तित्वहरू रहनुहुनेछ भने यो मुन्दुम पदमार्ग निर्माण गर्दा हामीलाई सहयोग गर्ने दाताहरू पनि रहनुहुने जानकारी गराउन चाहन्छु खानेको सुविधा खानेको उयो पनि हुँदैछ खाना रेडी हुँदैछ यहाँ आजको प्रोग्राममा खाना पनि
त्यो एउटा भन्ने चलन छ नि त होइन साँच्चीकै चलन है दुध नआए पनि होइन खाना रेडी हुँदैछ तपाईँ स्कुटी ल्याएर आउनुभएको आम्मा उहाँ तलदेखि के पो उहाँलाई स्वागतको लागि यसरी लाँदा स्वागत गर्न लाँदैछौँ माथि सबै बसिदिनु होला हामीले 50-60वटा मात्र कुर्सी हामीले तयार गरेका छौँ र हाम्रो सञ्चारकर्मी मित्रहरूको लागि चाहिँ यो माथिल्लो ठाउँ हामीले तयार पारेका छौँ र हामी अब केही समय पश्चात हाम्रो कार्यक्रमलाई अगाडि बढाउनेछौँ हाम्रो एउटा केही चिज बनाऊ त्यसले चाहिँ पूर्व पश्चिम उत्तर दक्षिण सबैतिर देखिन सकिन्छ र यहाँ घुम्न आउने जति पनि पर्यटकहरूलाई चाहिँ सहज हुनेछ भन्ने एउटा उद्देश्यका साथ हामीले भनौँ किराँत या तुङचुङलुङ जिल्ला कार्य समिति सुनसरीको अगुवाईमा यो एउटा सानो काम सुरुवात गरेको थियो जुन कार्य सुरुवात गर्नको लागि धरान उपमहानगरपालिकाले केही बजेट विनियोजन गरेको थियो यो बजेट विनियोजन गर्दा 120 मिटर हामीले यो ढुङ्गाको पदमार्ग बनाएका थियौँ त्यस पश्चात त्यो बजेटले अपुग भएपछि सम्पूर्ण देश विदेशमा रहनुभएका आम दाजुभाइ दिदीबहिनीहरूको सहयोगले 1060 मिटर लामो पदमार्ग ढुङ्गाकै पदमार्ग चाहिँ निर्माण भइसकेको छ त्यो पदमार्ग मात्र निर्माण भएर राम्रो यसको शोभा भएन भन्ने उद्देश्यले यो एउटा फेरि आकर्षक तरिकाको गेट बनाउने कार्य भयो र हामीले 81 साल कार्तिक 3 गते र आज हामी लगभग 1 वर्षभन्दा केही अगाडि बढिसकेका छौँ र त्यो भएको हुनाले पनि यो धरान बिचको पर्यटन प्रवर्धन गर्नको लागि थप हौसला मिलोस् अथवा यहाँको छिटो कार्यहरू सम्पन्न होस् भन्ने उद्देश्यले हामी निरन्तर लागिरहेका छौँ आजका दिनमा यो पहिलो गेट चाहिँ उद्घाटन हुने जानकारी गराउन चाहन्छु र यो उद्घाटन कार्यक्रमको सभाध्यक्ष एवं यो याक्थुङ मुन्तुम पदमार्ग उपभोक्ता समितिका अध्यक्ष मोहन कुमार हुक्पा चङपाङज्यूलाई यो कार्यक्रमको सभापतित्व गरिदिनु हुनको लागि हार्दिक अनुरोध गर्न चाहन्छु। अतिथिको लागि हार्दिक अनुरोध गर्न चाहन्छु। यसै गरी सङ्घीय सल्लाहकार श्री चन्द्रमाया महाबुज्यूलाई पनि म हार्दिक स्वागत सम्मान गर्न चाहन्छु। हामीले वर्ष यथास्थानमै आसन ग्रहणको लागि पनि म अनुरोध गर्न चाहन्छु। हाम्रो स्वयंसेवक अथवा यो सिलम साक्माले ब्याज वितरणको लागि चाहिँ सबैतिर आँखा घुमाइदिनको लागि अनुरोध गर्न चाहन्छु। त्यसै गरी सङ्घीय हाम्रो डाक्टर योगेन्द्र पालुवाज्यू उहाँलाई पनि हामी स्वागत सम्मान गर्न चाहन्छौँ। त्यस्तै गरी सदस्य सङ्गीता सुब्बाज्यूलाई स्वागत सम्मान गर्न चाहन्छौँ। त्यस्तै गरी सल्लाहकार हर्ष सुब्बाज्यूलाई पनि स्वागत सम्मान गर्न चाहन्छौँ भने त्यसै गरी कियाचु लिमन
धन्यवाद। लगायत अन्य महानुभावजीहरूलाई पनि अगाडि बढिदिन मुन्दुमी कार्य भइरहेको हामीले देखिरहेका छौँ। त्यसमा जम्मा 15,08,310 रुपियाँ खर्च भएको छ। यसमा विविध खर्च भनेर छुट्याइएको छ। विविध खर्चमा भ्रमणमा लिम्बूहरूको इतिहास डाँडासँग जोडिन्छ, भन्ज्याङसँग जोडिन्छ, खोलासँग जोडिएको छ, ढुङ्गासँग जोडिएको छ। त्यो मुन्धुमलाई हामीले वास्तवमा हामी भन्छौँ एउटा विज्ञान हो यो, होइन? अब मानव जातिको उत्पत्ति कसरी भयो भन्ने मुन्धुममा छ। त्यो मुन्धुम दर्शनले सिकाउँछ। थुप्रै साइनो सम्बन्ध जोडेर कार्यक्रमहरू हुने गर्छ। त्यसैले गर्दाखेरि हामी यो प्रकृति पूजक जाति लिम्बू जातिहरूको चाहिँ नि दर्शन इतिहास मुन्धुमसँग छ र त्यो मुन्धुमलाई सम्मान गरेर सायद यो डाँडासँग याक्तुमहरूको कुनै एउटा मुन्धुमी साइनो छ, एउटा ऊर्जा भर्ने काम पक्कै गरेको छ र त्यो सुरुवात पनि भएको छ। त्यसैले गर्दाखेरि म स्थानीयवासी सम्पूर्ण आमा बुवा दाजुभाइ दिदीबहिनीहरू के भन्न चाहन्छु भन्दाखेरि यो सिलाम सागमा र मुन्धुम यको चाहिँ यो मध्यमार्ग निर्माण गर्दाखेरि यहाँको पर्यटन प्रवर्धनमा अतुलनीय योगदान भएको छ। उनका व्यक्तित्वहरू जो यो कन्सेप्ट यो यस्तो बन्नुभन्दा अगाडि नै माथि डाँडा हुँदै चढेर घुमेर जङ्गल हुँदै यही टोली नै थियो। यहाँ भिन सुब्बा दाइ चाहिँ छुट्नुभयो। अब अरू प्रायः हामी डाँडामा केही नहुँदा हिँडेर चढेका थियौँ। तीन पटक चढे। हामीले चाहिँ पहाड पर्वत कुना खोला नाला जङ्गल वन हरेक क्षेत्रमा चाहिँ हामीले पूजा अर्चना गर्ने चलन भएको हुनाले मुन्धुम यक धरान क्षेत्रभरिको सबभन्दा अग्लो